के सागर डिस्टिलरीको मूल्य आइतबारबाट घट्छ त? के सागर डिस्टिलरी अब आइतबारबाट बेच्न थाल्ने हो त? यो सबै प्रश्न तपाईँहरूको मनमा अहिले आइरहेको होला। कतिपय लगानीकर्ताहरूले चाहिँ अब चाहिँ आइतबारबाट चाहिँ यसको मूल्य घट्छ, अब बेच्नुपर्छ भनिरहनु भएको छ भने कतिले चाहिँ यसको मूल्य 2000सम्म पुग्छ, अब यसलाई चाहिँ होल्ड गर्नुपर्छ भनिरहनु भएको छ। र आज हामीले यस भिडियो अन्तर्गत रहेर तपाईँहरूलाई अब तपाईँहरूले होल्ड गर्ने कि सेल गर्ने अथवा तपाईँहरूले कहिलेसम्ममा सेल गर्न सक्नुहुन्छ भन्ने विषयमा चाहिँ हामीले भोल्युम वाइज एनालाइसिस गरेर तपाईँहरूलाई बताउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि हामीलाई सब्सक्राइब गर्नुभएको छैन भने हामीलाई चाहिँ सब्सक्राइब गर्नु होला है त। हामीले भोल्युम हेर्ने हो भने चाहिँ आज 15 दिनमा आउँदाखेरि चाहिँ 2.9K भोल्युम आएको छ र भोल्युम टोटल 12,120 किताब भोल्युम आएको छ। र डेली हेर्ने हो भने 7औँ 8औँ 9औँ 10औँ दिनदेखि लिएर अहिले आएर 15औँ दिनसम्म पनि यसले सर्किट हानिरहेको छ। 12,120 किता चाहिँ यसको कारोबार भएको छ। यसको चाहिँ खासै टोटल किता जति छ त्यसमध्येमा हेर्ने हो भने चाहिँ यसको खासै किता कारोबार भएको चाहिँ देखिँदैन है त। र एउटा प्रश्न रहेको छ, अब आइतबार चाहिँ घट्छ कि घट्दैन त भन्ने विषयमा। र हामीले भोल्युम वाइज हेर्दाखेरि चाहिँ हामीले भन्न सक्छौँ कि यसको मूल्य चाहिँ अझ पनि माथि नै जाने देखिन्छ। खासै भोल्युम आएको छैन टोटल ट्रेडेड किता। र टोटल यसको किता हेर्ने हो भने चाहिँ खासै यसको किता कारोबार भएको देखिँदैन है त। त्यो हिसाबमा पनि यसको मूल्य माथि नै जानुपर्ने हो भन्ने हामीलाई लाग्छ है त। र तर कसैले पनि यहाँ यसको मूल्य यति नै जान्छ भने चाहिँ ठोकुवा गरेर कसैले पनि भन्न सक्दैन। यदि भन्छ भने चाहिँ त्यो चाहिँ एकदम गलत हो है त। र हामीले हेर्न सक्छौँ यो स्क्रिनमा कुन चाहिँ ब्रोकरले चाहिँ कति किता होल्ड गरिरहेको छ भनेर। हिमालयन सेक्युरिटिजले 4,460 किता, मियो सेक्युरिटी चाहिँ 4,010 किता होल्ड गरिरहेको छ भने सेक्युरिटी चाहिँ 80 किता गरेर चाहिँ सबै तपाईँले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। र हामी अर्को स्क्रिनमा देख्न सक्छौँ यहाँ टोटल कितामा चाहिँ 0.8% मात्र कारोबार भएको छ। एकदम लो किता कारोबार हो। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ यसलाई चाहिँ केही टाइम चाहिँ होल्ड गर्दा नै ठिक जस्तो हामीलाई चाहिँ लाग्छ। तर यो हाम्रो व्यक्तिगत भनाइ हो। र तपाईँहरूको लागि चाहिँ यदि कन्फ्युजन हुन्छ कहिले बेच्ने भनेर कन्फ्युजन हुन्छ भने चाहिँ तपाईँहरूको लागि बेस्ट आइडिया भनेको चाहिँ बढुन्जेल चाहिँ बढ्न दिनुहोस् र जुन दिन चाहिँ रेड क्यान्डल अथवा घट्छ त्यही दिन चाहिँ बेचेर फालिदिनुहोस्। यदि तपाईँहरूलाई बेच्नु नै छ भने चाहिँ योभन्दा बेस्ट आइडिया चाहिँ कुनै अरू चाहिँ हुन सक्दैन, किनकि कसैलाई पनि थाहा हुँदैन कि यसको मूल्य कति पुग्छ र यसको चाहिँ हाई प्राइस र लो प्राइस चाहिँ कसैलाई पनि कुनै पनि स्टकको थाहा हुँदैन है त। यदि सबैलाई थाहा हुने हो भने चाहिँ सबैजना धनी हुन्थ्यो होला। त्यही भएर चाहिँ तपाईँहरू जति प्राइसमा बेच्नुहुन्छ, जति आफू सन्तुष्ट भएर बेच्नुहुन्छ त्यसमा चाहिँ तपाईँहरू सेटिस्फाइड फिल गर्नु होला। यदि तपाईँहरूले आज बेच्नुभयो र भोलि बढ्यो भने चाहिँ त्यसलाई चाहिँ कहिले पनि रिग्रेटको रूपमा नलिनु होला। त्यो भयो भने चाहिँ तपाईँले सेयर मार्केटमा कहिले पनि पैसा कमाउन सक्नुहुँदैन। तपाईँले आफ्नो फिक्स टार्गेट राख्नुपर्छ। यति मूल्य आयो भने चाहिँ म बेच्छु, यतिमा चाहिँ म सेटिस्फाइड छु भनेर तपाईँले त्यसरी फिल गर्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ प्रफिट पनि कमाउनु हुनेछ। र तपाईँहरूलाई आगामी दिनमा पनि तपाईँहरूले कसरी चाहिँ प्रफिट गेन गर्ने भन्ने पनि आइडिया हुन्छ है त। र सागर डिस्टिलरी चाहिँ अहिलेको लागि होल्ड नै गर्नु होला। र पछि हामी भोल्युम वाइज एनालाइसिस गर्नेछौँ। अहिलेलाई यति नै। हामी फेरि आइतबार नयाँ अपडेटको साथ आउनेछौँ। हामीलाई फलो गर्दै गर्नुहोला र सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोला। हस् त, धन्यवाद।